कहाँ लान लाग्नु भएको हो? मलाई तिमीसँग कुरा गर्नु छ। अनि के कुरा हो भन्नु न त। यहाँ होइन, एकान्तमा गर्नु छ। हिँड। मलाई तिमी मनपर्छ। मलाई पनि तपाईँ मनपर्छ। आई मिन मलाई तिमी राम्रो लाग्छ। मलाई पनि तपाईँ धेरै राम्री लाग्नुहुन्छ। कसरी सम्झाउँ के उल्लु? म तिमीलाई माया गर्छु। एउटा साथीले अर्को साथीलाई माया गर्न पाइहाल्छ नि। म पनि तपाईँलाई माया गर्छु। त्यस्तो होइन के, म तिमीसँग बिहे गर्न चाहन्छु। के तिमी मसँग बिहे गर्छौ? ला, बिहे त कसरी गर्नु तपाईँसँग? बिहे त गर्न सक्दिनँ। किन किन गर्न सक्दैनौ मसँग बिहे? भन्दिनँ। म राम्री छैन हो? आज अचानक के भयो तपाईँलाई? किन यस्तो कुरामा जिस्किरहनु भएको छ? जिस्केको होइन, साँच्चीकै भनेको। म तिमीसँग बिहे गर्न चाहन्छु। मलाई तिम्रो जीवनसाथी बनाऊ न है। मलाई थाहा छ तपाईँ मेरो मन चोरिराख्नु भएको छ। मेरो धेरै काम छ, गएँ म। रमेश रमेश रमेश, मन मैले होइन, तिमीले चोरिसक्यौ मेरो। खाँदा बस्दा सुत्दा उठ्दा हिँड्दा तिमी नै तिमी हुन्छौ मेरो दिमागमा। तिम्रो सानोभन्दा सानो कुरा पनि मलाई राम्रो लाग्छ। तिम्रो यो सोझोपन त झन् यसले त मलाई पागलै बनाइसक्यो। भन त रमेश, अब म के गरौँ? यस्तो कुरा नगर्नु है, डर लाग्छ मलाई। घनश्याम बारले थाहा पाउनु भयो भने बेकारमा नराम्रो हुन्छ। मलाई अब कसैको पर्वाह छैन रमेश। बस तिमी यति भनिदेऊ, तिमी मलाई माया गर्छौ कि गर्दैनौ? म तपाईँलाई माया गर्न सक्दिनँ। रमेश, अब तैँले मलाई माया मार्छस् होला है? के कुरा गरे कि? त सानैमा मेरो मनको मन्दिरमा सजिएकी देवी होस्, तँलाई निकालेर यो मन्दिरमा कसैले पनि राख्न सक्दिनँ, बुझिस्? अनुले तँलाई माया गर्छु भन्दैछ, तँसँग बिहे गर्छु भन्दैछ। उसले भनेर हुन्छ? मैले मान्नु परेन? म तपाईँको अरू कसैको बारेमा सोच्न सक्दिनँ। मलाई थाहा छ, अब तैँले तेरो मनबाट मलाई निकालेर अनुलाई राख्छस्। अब परिवर्तन हुन्छस्। हुन्न के, त चिन्ता नगर्न। मैले जिन्दगीमा पहिलोपल्ट माया गरेको मान्छे होस् र मेरो अन्तिम सास रहन्जेलसम्म तँलाई मात्रै माया गरिराख्छु। त मेरो साथमा नभए पनि मेरो यादमा छेस्, मेरो मुटुमा छेस्, मैले गर्ने सासमा छेस्। अब मलाई यसै गरी जिन्दगीभरि माया गरिराख् ल।
बिहे गरेर गइसकेको मान्छेलाई पनि अझै माया गर्छौ तिमी? अझै उसको याद आउँछ तिमीलाई? त्यसले बिहे गरेर गएकी हो, मैले त गरेको छैन नि। त्यसलाई मेरो याद आउँदैन होला, मलाई त त्यसको याद आउँछ नि। त्यो म भनेर कुरेर बस्न सकिनँ होला, म त त्यसलाई जिन्दगीभर कुरेर बस्न सक्छु नि। के गर्छौ उसलाई कुरेर? के ऊ मलाई रमेशले कुरेर बसिरहेछ भनेर फर्केर आउँछ जस्तो लाग्छ तिमीलाई? त्यो आओस् नआओस् केही फरक पर्दैन मलाई। मैले मेरो जिन्दगी त्यसको नाममा समर्पित गरिदिइसकेको छु। अब मेरो जीवनमा कुनै केटी मान्छेको लागि ठाउँ छैन। तिमीले एक्लै जिन्दगी काट्दा सीता खुसी हुन्छ जस्तो लाग्छ? तिम्रो कारणले गर्दा झन् सीता पीडामा छ, थाहा छ तिमीलाई? नचाहिने कुरा नगर्नु, मेरो कारण किन पीडामा हुन्छ त्यो? तिमीले यसरी एक्लो जीवन बिताउनुको दोषी आफूलाई मानेकी छ। उसको कारणले गर्दा तिम्रो जिन्दगी बर्बाद भयो भनेर आफूले आफूलाई धिक्कार्छ। रमेश, ऊ तिमीले बिहे गरेको हेर्न चाहन्छ, तिमीले कसैको साथ रोजेको हेर्न चाहन्छ। यहाँसम्म कि उसले मलाई तिमीसँग बिहेको प्रस्ताव लिएर आएकी थिइन्। रमेशलाई जिन्दगीभरि साथ देऊ भनेर भन्न आएकी थिइन्। अनि तपाईँले के भन्नुभयो त? मैले त्यतिखेर तिमीलाई त्यो नजरले हेरेको थिइनँ, त्यसैले मैले उसको प्रस्ताव अस्वीकार गर्देँ। बिचरी निकै दुखी भएर फर्किन्। तर रमेश, म अहिले तिमीलाई धेरै माया गर्छु। म तिम्रो लागि जे पनि गर्न तयार छु। तिमी भन्छौ भने सबै कुरा त्यागेर साधारण जीवन पनि बिताउन तयार छु। मजा अब हलीको लागि आफ्नो घर परिवारको मन नदुखाउनु होला। तपाईँले मभन्दा धेरै राम्रो र आफूलाई सुहाउने केटा पाउनुहुन्छ, तर बाबुआमा कहिले पनि पाउन सक्नुहुन्न। हुन त बाबुआमा नहुनुको पीडा म ठुरोलाई जति अरू कसलाई थाहा होला र? बाबुआमा भन्दा ठुलो अरू कोही हुनै सक्दैनन्, याद राख्नु होला। तिम्रो यो सबैको बारेमा राम्रो सोच्ने बानी नै त मलाई मनपर्छ रमेश। तिमी मेरो मुटुमा यसरी टाँसिएर बसिसक्यौ कि अब म चाहेर पनि तिमीलाई निकाल्न सक्दिनँ।